पहिले चाहिँ केटाहरू यहाँनिर चाहिँ बल खेलेर कति हजार जितेको अरे 6,000 जाउँ है सर बल खेल्नु ल भाँडा मस्कुँदैछ कि हाम्रो केटाहरूले यहाँ चाहिँ रडसर पुरै हटाएर व्यवस्था पानी रहेछ गाइस यहाँ चाहिँ हेरौँ न पानी यस्तो छ ग्राउन्डमा यसरी हेलो गाइज गुड मर्निङ एभ्रिवान सबैजनालाई फाइनली हामी चाहिँ अब रुमबाट हिँडिसकेको छौँ बल खेल्नलाई गाइज अनि साथीहरू पनि पछाडि आउँदै हुनुहुन्छ है अनि आज टक्कसँगले बल खेलेर आउने हो जितेर आउने हो होइन अनि त्यस्तै हो होइन ल साथीहरू म चाहिँ काम गर्ने ठाउँ माथि आइपुगेको छु यो राइट ब्याङ्क भन्ने ठाउँमा त के त्यो तल त ड्याम छ यहाँनिर काम चलिरहेको छ आज यस्तरी चाहिँ ग्राउटिङ गर्दै लगेको छ होइन एकदमै ठुलो प्रोजेक्ट हो नि त यो इन्टरनेसनल कम्पनी नै हो नि त त्यसैले एकदमै कामहरू चाहिँ भक्काभक चलिरहेछ अनि हामी चाहिँ छुट्टीको दिन आज यसो घुम्नलाई डाँडातिर गएको कि त्यस्तै छ है अनि आज चाहिँ मौसमले एकदमै साथ दिइरहेछ अरू कुरा त्यस्तै हो घाम बाद हिँड्नु सकिँदैन थियो होला अनि घाम पनि लागेको छैन एकदम शीतल भइरहेछ होइन गाइज अनि हाम्रो साथीहरू चाहिँ गइसक्यो तल तपाईँहरू देख्न सक्नुहुन्छ यो तल ड्याम भन्छ यो माथि चाहिँ आउटलेट कभर ड्याम भन्छ माथि होइन अनि यस्तै छ क्या ठुल्ठुलो प्रोजेक्ट यो दुलोबाट चाहिँ पछि यो माथि बनाएर चाहिँ यो माथि निकाल्छ क्या यो तलको यो जुन छ नि यो चाहिँ माथि निकाल्छ यति बराबर निकाल्छ होइन अनि त्यसपछि यहाँ गेट लाउँछ त्यो गेट तपाईँले देख्नु भइरहेछ त्यो गेटको यो ढोका हो होइन त्यहाँबाट थुनेर त्यो यो पर हौ त्योबाट चाहिँ पानी छिराएर सुरुङ चाहिँ गाई यता छ यतापट्टि है सुरुङ तपाईँले यो देख्नुहुन्छ नि यो यहाँदेखि उता सिधै छ यो डाँडादेखि उतापट्टि छ कि उतातिर गएको छ है सुरुङ त्यतापट्टि छ अनि यस्तै छ गाइस ल हाम्रो केटाहरू चाहिँ मलाई पर्खिरहेको रहेछ गाइस अनि यस्तै छ क्या यस्तै छ ल कामहरू चाहिँ भन्ने चाहिँ हामी चाहिँ गढीमा उपस्थिति भइसकेको छौँ है अब 5 मिनट जति लाग्छ होला है जानुलाई अब यस्तो घम्छ गेम खेल्ने हो कि आज जितेर जानुपर्छ है फाइनली हामी चाहिँ अब आइपुगेको छौँ ग्राउन्ड तपाईँहरूले देख्न सक्नुहुन्छ है ल गढीमा आयो एकदमै गढिएको अवलोकन चाहिँ हजुरहरूले गराउने नै छु एकदमै रमाइलो रहेछ ल वा ब्युटिफुल सिन्स अनि केटा ग्राउन्डमा चाहिँ कोही रहेन रहेछ गाइड छैन अब कतिखेरदेखि गेम खेलाइ हुन्छ तपाईँहरूले देखाउने नै छु खेल्ने हेर्न सक्नुहुन्छ एकदमै राम्रो छ है तर टक्कसँगले मजाले खेल्ने तर पानी जमेको रहेछ कि ग्राउन्डमा चाहिँ ओ माई गड अनि साथीहरू सबै बल लागेको छ तर बल कति खेल्ने थाहा छैन आज टक्कसँगले गेम खेल्नु भनेको होइन एकदमै मौसमले साथ दिइरहेको छ अब एकछिनमा खेल्नुपर्छ आमा ल ग्राउन्ड चाहिँ एकदमै राम्रो छ कि तर यहाँनिर सबै सामानहरू रहेछ कतिखेर खेल्छ गेम थाहा छैन त्यो पनि गाइस ल